जनप्रतिनिधि नेपाली जनता समाजवादी पार्टी, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी यति 84 जना भन्दा बढी प्रदेश सभा सदस्यका प्रतिनिधि नेताहरू माननीय प्रदेश प्रमुखज्यूलाई भेटेर संयुक्त रूपमा हामी आग्रह गर्यौं। नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम अहिलेको जो उत्पन्न परिस्थिति छ त्यस परिस्थितिलाई टेकेर त्यही धारामा त्यस धारा बमोजिम यानी कि 168(2) को बमोजिम गठित सरकारका मुख्यमन्त्रीले विश्वासको मत परिणाममा नपुग्दै राजीनामा दिएकोले अहिले त्यही धारा जीवित छ। सम्पूर्ण कानूनविदहरू, सम्पूर्ण संविधानविदहरूसँग हामी छलफल गर्यौं। अहिलेको जुन वर्तमान परिस्थिति छ, देशको अवस्था, देशमा केन्द्रीय प्रतिनिधि सभा छैन, यहाँ पनि यदि त्यस्तै किसिमको एनार्किजम अराजकता भयो भने यसले जनतामा राम्रो सन्देश दिँदैन। तसर्थ संविधानको मर्म र भावना अनुसार नेपालको संविधानको धारा 168 को 2 बमोजिम सरकार बन्ने स्थिति छँदै हामीले यताउति तल माथितिर नहेरौं, त्यही धारामा टेकेर आह्वान होस् र त्यही प्रदेश सभाबाट नयाँ सरकार बन्ने, बहुमतको सरकार बन्ने प्रक्रिया प्रारम्भ गरियोस् भने हामी संयुक्त रूपले आह्वान गर्यौं। माननीय प्रदेश प्रमुखलाई म धन्यवाद दिन्छु। उहाँले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक र सकारात्मक रूपमा लिनुभयो र उहाँले भन्नुभयो अहिले केही पनि प्रोग्रेस भएको छैन, काम चलाऊ मुख्यमन्त्री हुँदै हुनुहुन्छ, तपाईहरूको यति राम्रो जनसंख्या आएको छ, संख्या आएको छ, सम्पूर्ण गम्भीर नेताजीहरू तपाईहरू हुनुहुन्छ, दलका नेता हुनुहुन्छ, प्रदेशका अध्यक्षज्यूहरू हुनुहुन्छ। हामी छलफल गरेर सहमतिको आधारमा संविधानको मर्म र भावना अनुसार हामी निर्णयमा पुग्छौं। त्यसमा तपाईहरू कुनै पनि शंका उपशंका गर्ने स्थिति छैन। बजारमा जो हल्ला छ, स्वघोषित मुख्यमन्त्रीहरू घुम्दै हुनुहुन्छ, त्यो स्वघोषित मुख्यमन्त्रीको पछाडि लाग्नु हुँदैन।